हेलो साथीहरू, नमस्ते। दाक्सो जजलोक्पा। म लक्ष्मी राई। म आज पनि सानो हजुरहरूलाई के भने सानो एउटा भिडियो बनाएर देखाउँछु। आज चाहिँ म साथीहरू यस्तो चिल मौसम भएको छ, त्यही भएर म चाहिँ हिँड्न जान लागेको, हाइकिङ जान लागेको। सानो क्लिपहरू मैले त्यहाँको सिनहरू खिचेर देखाउने छु है, माया गरिदिनु ल। आज चाहिँ यस्तो चिल मौसम भएको छ नि, म फर्स्ट टाइम आएर होला यस्तो फर्स्ट टाइम नै हो। आज यस्तो राम्रो मौसम पुरा क्लियर भएको छ है साथीहरू। त्यही भएर म सोराटेरस हो क्या त्यो होइन है, त्यही भएर म चाहिँ यस्तो हाइकिङ जानलाई हेर्नु न कस्तो पिसफुल छ। हाइकिङ जानलाई पनि म यसो यो जङ्गलको फ्रेस हावा खान हाइकिङ जान लागेको छु साथीहरू। अब अहिले चाहिँ अलिक मेरो खोकीहरू नि रुगा खोकीहरू नि सन्चो भएको छ है, अलिक धेरै नै सन्चो भइसकेको छ अहिले चाहिँ। अब 3-4 दिनपछि काम गर्न थाल्छु, किनभने म अलिक रेस्ट नै बसेको, काम पनि त्यस्तो बिजी छैन। लास्टै मलाई रुगाले च्यापेर रेस्ट नै बसिरहेको छु। सिन हेर्नु साथीहरू, ओ माई गड, आई लभ आजको मौसम के, आई लभ दिस सिनरी के। I love you प्रकृति। वाह 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 वाह। साथीहरू यो छ नि, जति पनि यो पाखाहरू छ नि, त्यो सबै स्की खेल्ने पछि उयो स्की खेल्ने स्की जो हो होइन, यो सबै जति छ यतादेखि यता तलसम्म छ यस्तो। अब यो सेतै हुन्छ है, स्की खेल्ने मान्छेहरू कति धेरै आउँछ नि त। पछि तपाईँहरू पनि यदि जापानमा हुनुहुन्छ, हिउँ नपर्ने ठाउँमा हुनुहुन्छ र बाइक पर्छ भने यो ठाउँमा आउनु है, यो खेल्नलाई है। हामी यहीँ हुन्छौँ है, आउनु ल। तपाईँहरूलाई स्वागत छ यस्तो राम्रो ठाउँमा। साथीहरू नेपालमा लागेको पेट चाहिँ म हटाउनै पर्नेछ मैले।
साथीहरू मैले अस्ति योभन्दा अगाडिको भिडियो नि हालेको थिएँ तर त्यस्तो इन्ट्रेस्टिङ भएन होला धेरै भ्यू गएको छैन है 70 समथिङ कति मात्र गएको छ है यो भिडियोलाई चाहिँ 300-400 जे भए पनि 300-400 भ्यू चाहिँ जाओस् है साथीहरू हेरिदिनु होला माया गरिदिनु होला नेक्स्ट टाइम योभन्दा फेरि बेटर भिडियो ल्याउने कोसिस गर्नेछु यत्रो टाढामा आएर भन्दैछु है तपाईहरुलाई म के भन्छ एउटा प्रमिस गर्दैछु है हेरिदिनु होला माया गरिदिनु होला प्लिज